Hello guys, this is me Nirupa Pokhrel and he is my husband. ए बुढा खुस्काइदिनु तिम्रो घुँडा के ल्याइदिन्छ मलाई त्यो मुढा ठिक छ म यो तिम्रो बुढा नफुस्काइदियो मेरो घुँडा यो मेरो दामी छ ओबरे जुङ्गा तिमीले ल्याउनु पर्दैन फुलको थुङ्गा तिमी पढ्यो ओबरै डिमान्ड परेको सुङ्गा सधैँ चाहिँदैन मलाई कुनै पनि सम्मानहरू चाहिँदैन फुलको थुङ्गा आइएम यो भेरी ओन लुङ्गा सेरिसाट के हुन्छ हामी सबैजनाले फ्रिस्टाइल राइमहरू गर्दा कोही बेला जाने केही पर्दा हामी अपसेट हुइदिन्छौँ जब फ्रिस्टाइल ऱ्यापरहरू मर्दा तर पनि त्यस्तै छ षड्यन्त्रहरू के गर्ने हामीले भनेर केही हुँदैन स्थानीय सरकारहरूले नै भन्दा सेरिसाट खोलाको पानी गाग्रीमा भरेको मलाई त्यति साह्रो यस्तो फ्री स्टाइल राइम्स त आउँदैन गाइज तर पनि यसो ट्राई चाहिँ गरेको झन्डै कुर्सीबाट लडेको त्यसपछि माई गड के भने ड्रास्टिक चेन्ज बढेको म चाहिँ फेरि हिप्पी हिलमा गएर ट्राजिक फिल 2-4 सुटा हानिदिएको उसको कुरा केही पनि नमानिदिएको उसले पनि मेरो स्वर्गमा यस्तै हो गति छाडा भनेर भन्ठानिदिएको तर त्यो मात्र होइन नि मैले इन्टर्नसिपमा ओभर इक्वालिटी भरेर इक्विलिब्रियम पोइन्टमा पारिदिएको बाबा टमाटरको अचारलाई सिलौटोमा पिसेको मैले यो ऱ्याप ब्याटल हान्नलाई मेरो बुढाबाट सिकेको अनि मैले 2-4वटा के झिकेको डिस 2-4वटा डिस झिकेको उसले हान्यो मलाई डिस मलाई चल्यो ओभरवेज भेङ्गा बोइज म्यानहरू तिमीहरू कहाँ थिइस् त्यतिखेर मैले पनि हानिदिएँ उसलाई गालामा खिस सबैजना छक्क परेको हामीले के गरेको बढ्दैन वेआर कन्टिन्युइङ द जोर्नी यस्तै तरिका कसैले नसिका दिस आउट बढी तिमीहरू जर्नी सिङ हामीहरू हनी सिङ यस्तै तरिकाले डिफ्रेन्सिएटहरू भेटेको म भएको थिएँ एकदमै लेट 3 मिनटको वेट त्यसपछि हल्का मिलाएर राइमिङ गर्दाखेरि झन्डै भयो चिलिम जब हुन्छ सेट कपीको पानाहरूमा रोल हान्दै बेल्ट त्यसपछि सरकार रोजिलाई म फाँडिदिन्छु गेट अब मसँग तिमीहरू नभए बिकज आइएम आफ्नो तरिकामा बाँच्न दे केटाहरूको फोन आउँछ सरगम कहाँ छस् रे मैले पनि बाल नजिक अनि भनिदिएँ म अहिले तिमीहरूलाई भेट्दिनँ बे कपी बनाउनलाई चाहिन्छ पेपर हामी चाहिँ भनेको भर्खरै सुरु भएका न्यू ऱ्यापर र गाइज गरिदिनु हामीलाई सपोर्ट ऊ चाहिँ न्यू ऱ्यापर नरेन्द्र मोदीले चाहिँ बेल्छ पापड बेला बेला खान्थिन् उनले झापड तर प्लिज गड मलाई माफ सेरिसाट एभ्रिबडी हाम्रो फुलको थुङ्गा वरिपरि छ बाँच्न कहिलेकाहीँ म आफै कन्फ्युज हुन्छु त्यो वुड हो कि घाँस भए तर पनि यस्तै छ दोहोरिन्छ इतिहास यही युगमा त्यो इतिहास कहाँ छ भनेर खोज्न त इतिहासले नै मलाई रोज्यो यहाँ त्यही भएर कठिनाइको बावजुद पनि यहाँ बाँच्न पर्छ सबैले सपनाहरू साँच्नुपर्छ त्यस्तै हो या केटाहरू कोही बेला हात खुट्टा भाँच्न पर्छ केटाहरू पनि तर्सन्छ हुन्छ जसँग के कुरा गर्छु मसँग I don't know rap but I'll try साथी हो मलाई मनपर्छ राइस फ्राई ऱ्याप हान्न नआए पनि म गर्दैछु हल्का ट्राई ट्राई भन्ने छ एउटा लेखाइ होइन त्यो एउटा भनाइलाई अलिकति क्लेरिफाई दिनुपर्दा हुन्छ यहाँ सबै सफाइ तर त्यो सफाइ गर्दाखेरि पनि गन्दगी आफ्नै हातमा कसैले बुझ्दैन के छ हाम्रो साथमा रिग्रेट एन्ड फ्यान रिल्याप्सिङ again तर पनि अब मलाई थाहा छ I'm about to gain I'm about to clean all the span mentally होस् या फिजिकली इमोसनली होस् या स्पिरिचुअली we are united again पृथ्वीनारायण शाह जस्तै हामीले पनि युनिटीको कदम छ चालेको तिमीहरूले त जे पाए सिट
सिट नै हो फालेको वेस्टर्नदेखि यता यतादेखि उता भन्दै नेफापको सिट झुकाएको मैले पनि धेरै वर्षपछि यो गलाएको कला फुकाएको गरेको थिएँ गे आई वान किनेसे यो रेकर्डिङ त यस्तै भयो बे जाने कि अझै गाउने बे अब चाहिँ बन्द गर्नुपर्छ होला हौ किन रे धेरै लामो भिडियो भयो भने मजा आउँदैन रे कसले भनिन्छ हुँ? कसले भने मेरो पोइन्ट अफ भ्यूमा तिम्रो पोइन्ट अफ भ्यू लाइक गर्दै मैले रिभ्यू आई नो समथिङ न्यू तर पनि कसैलाई गर्नु पर्दैन यहाँ जिउ त्यही भएर ब्रो अर्कोचोटि चाहिँ हामी फेरि आउँछौँ ल अहिलेको लागि चाहिँ बाई अस्सलाम वालेकुम बाई गाइज